हेलो फ्याम के छ त सन्चै होला हैन आज हामी सरप्राइज टोय निस्किन लाग्यो एन्ड हियर वी आर मेरो साथी पनि छ हैन साथीहरु भनौं अब जाने हामी यस्तो के हो बिहान बिहानैमा के हो क्यामेरा एंगल चाहिँ राम्रो आएको होला हैन अब के भन्नु यताको चाहिँ बाटो चाहिँ यस्तै हो ल त्यहाँ गएर म जान्न पाइदिरहेको झन्डै लडेमा झन्डै लडेको हो गाइस र हजुरहरूलाई अब राम्रो बाटोमा भेटौँला है बाबा मम्मीले मलाई नराम्रो बाटोमा नहिँड भन्दै थियो आज हिँड्नै पर्यो हेर्नु न के भइगयो नि है ओइ बाबन मम्मीले मलाई नराम्रो बाटोमा नहिँड भनेको हेर्न हिँड्नै पर्यो नि आज चाहिँ निशान साथी पनि छ हेलो भन्ने न त ओए हेलो है अब लेट्स गो ओ धुलोमा आउने गरी चाहिँ राखेको छ होइन यता तपाईँ त धुलैतिर धुलैतिर हुन्छ होइन अब के भनौँ गाइस यस्तै हो जिन्दगी होइन अब हामी चाहिँ आज क्यामेराबाट जानु लाग्यो होप राम्रो आइरहेको होला होइन क्यामेरा एङ्गल पनि तपाईँहरूले अब उता माथिको मन्दिरमा भेटौँला है त बाई बाई केटाहरू चाहिँ दामी राइड हानिरहेको थियो होइन भर्खर सिक्नै पाएन पहिलो राइड लाग्यो है अब यताबाट चाहिँ हामी सुरु हुन्छ हामी चाहिँ बिस्तारै जानुपर्छ तर हावाको प्रेसर धेरै आइरहेको छ होइन यता बाटो त कस्तो हेर्छ ल बाटोको बिचमै घुमाइरहेको छ यार भएन नि यस्तो ओ के हो दाइ
बिस्तारै भन्दैछ हाम्रो फेरि बुलेट ग्यास त आएकै छैन होइन योपालि चाहिँ किन होला थाहा छैन तर सब आफ्नो आफ्नो काममा व्यस्त छ है त त्यही भएर पनि हुनसक्छ आई डोन्ट नो गाइस चिसो कस्तो चिसो हो चिसो गाइस चिसो वाइल्ड चिसो भयो भोलि यता बुलेटको राइड हुन्छ भन्दैछ होइन म चाहिँ आउन पाउँदिनँ किन भन्दा मेरो काम छ अघिल्लो गाइस पछाडिको बिस्तारै आफ्नो ब्रेकमा जाँदैछौँ मकैको साग हेर्नुहोस् गाइस कस्तो सेक्सी देखिरहेको भन्ने रहेछ Cambedaala पुग्यो गाइस फर्स्ट टाइम यति छिटो हैन ओह damn view look out my outfit I चाहिँ पुरै छिटो छ हैन ओए कहाँ हान्न आएको मेरो आउटफिट यस्तो छ भने हामी यस्तो ठाउँमा आइसकेका छौँ हैन ब्युटिफुल प्लेस अफ नेपाल क्याम्बेडाला है दामी छ यु क्यान सी द भ्यू चारैतिर हेर्न सक्नुहुन्छ राम्रो लाग्यो मलाई चाहिँ एज अ पर्सनली हैन मलाई चाहिँ यो ठाउँ चाहिँ राम्रो लाग्छ किन भन्दा नाइट राइड पनि गर्दा यही ठाउँमा आउने हैन यो माथि चाहिँ हाम्रो अब चेतुङ्गातिर भयो रानीकोरिया माथि भयो हैन अनि एकछिनमा पेटाउँला है गाइस केटा हामी चाहिँ क्याम्बेडाँडा पुगिसक्यो हैन भ्यू चाहिँ देख्न सक्नुहुन्छ यस्तो छ जुस है अनि केटा के भन्न त के देख्छ के
यस्तो छ होइन अहिले हाम्रो पारा चाहिँ तक्कला आज बादल पनि खतरा देखिरहेछ है दामी त्यो घर होइन भने होटेल हो भने म चाहिँ यो चाहिँ होटेल हो नि त गाइस कमेन्ट गरेर भनिदिनु होला अरे ओके ल हामीले चाहिँ खाजा खाएर आएको हो त्यसैले यता जुस मात्र खान आएको होइन खासमा अनि यसबाटै अघि त्यो भ्लग चाहिँ यसबाटै गरेको हो एन्ड एकछिनमा भेटौँला है त अब जाने बेलामा बाई बाई पिस आउट हामी चाहिँ अब यताबाट निस्किनु लाग्यो यसो बिस्तारै जाउँ होइन भ्यू हेर्न सक्नुहुन्छ पानी पर्ला जस्तो छ अब चाहिँ तर पनि यो प्लेस भनेको हाम्रो अब पहिल्यैदेखिको प्लेस हो होइन त्यही भएर चाहिँ नराम्रो चाहिँ नभन्नु होइन जङ्गल छ अब यताभन्दा नि तल चाहिँ धेरै जङ्गल छ होइन यता त कमी छ अब चाहिँ बिस्तारै जानुपर्ने हुन्छ किनभने अघि पुऱ्याएर आइहाल्यो ओ 3 गेल लाउने पानी है पानी टाइम चाहिँ हाम्रो 3 बजीमा आएको छ खोइ केटाहरू ल सिप भइगयो साइकल हाने जस्तै छ केटाहरूलाई म त हेर्दै नहेरी आइदिरहेको केटाहरूलाई बिर्सिरहेको लामो चाहिँ लभ हो है लभ हो ठिक छ केटाहरू अगाडि छिरमा छ होइन हामी नि अब छिरमा नि जानु हो आजको दिन चाहिँ रमाइलो भयो भनौँ होइन 1-2 घन्टा आएको हो तर भने रमाइलो भयो त्यो भिडियो त भइरहेछ होइन ओके ठिक छ ओह्रालोमा चाहिँ बिस्तारै जानुपर्ने हुन्छ दामी अफ गरेर बिर्सिरहेको नि अब चाहिँ बिस्तारै हामी जानुपर्ने हुन्छ होइन चिरमा जान्छौँ होटेल क्याम्पे डाँडा पनि यतै हो होइन हजुरलाई आउनु मन छ भने चाहिँ आइदिनु होला प्रमोसन चाहिँ होइन है फेरि यता त ल्यान्डस्लाइड कडा भएको रहेछ है मान्छेहरू पनि आइरहेको छ ल्यान्डस्लाइड पनि भइरहेको छ त्यो चाहिँ अहिले भएको होइन है फेरि धेरै अगाडि नै भएको हो Look at the view guys बबाल देखिरहेको छ केटाहरूले बेताम है चार्जर हालौँ सारा ओ चिसो फिल भइरहेछ है अहिले चाहिँ होइन हामी अब जाँदैछौँ टिकटकको भुट गरिरहेछ है मलाई त फेरि हेलो गाइस अब चाहिँ हामी भ्लग यतै इन गर्न भएको छौँ होइन द्याट्स निशान स्ट्रेजिट है अनि हामी यस्तो जङ्गलमा छौँ तर पानी पऱ्यो कि गाइस हेर्नु है बवाल पानी पऱ्यो ल ठिक छ अब चाहिँ अब पछि नै भेटौँला इफ कन्टिन्यू भयो भने होइन अब हाम्रो बाइक चाहिँ यस्तै छ थ्याङ्क यू गाइस फर वाचिङ आई लभ यु अल
Welcome to Rascal Khalid channel. Good one. Yes.